हेलो साथीहरू सम्पूर्णलाई स्वागत गरे मेरो छोटो मिठो भ्लग भिडियोमा। आजको भ्लग रहनेवाला छ मासु भात। साथीहरू आज म मासु भात पकाउनेवाला छु। ल साथीहरू भिडियोमा बनिरहनु होला, तबसम्म म मासु लिएर आउँछु। फाइनल्ली साथीहरू मासु लिएर आइसके, टमाटर पनि ल्याए। तर साथीहरू मासु खान बेकार छ। किन भन्दाखेरि 1 किलो मासुको साथीहरू 300 रुपियाँ। सुरततिर टमाटर पनि उस्तै महँगो, 1 किलोको 70 रुपियाँ। बेकार छ साथीहरू, बेकार। के गर्ने, नखाएर हुँदैन। तर भाउ महँगाई धेरै छ साथीहरू। हजुर बस्ने ठाउँमा कति छ 1 किलो चिकनको भाउ? अनि साथीहरू रुममा आएर म पनि फटाफट 5G को स्पिडमा लागिहालेँ, किनकि मलाई काममा जान ढिला भइसकेको थियो। सबैभन्दा पहिले साथीहरू मैले मासुमा लाग्ने सामान काँदा, टमाटर, हरियो मिर्ची, अदरक, लसुन जे चाहिन्छन् सब फटाफट काटे साथीहरू। त्यसपछि साथीहरू ग्यासलाई फटाफट चालु गरेर मासु पकाउने भाँडो राखेँ। मासु पकाउने भाँडोमा तेल हालेर सबै काँदा, टमाटर जे पहिला काटेका थिए उनीहरूलाई एकैसाथ भुटिदिए। भुटिसकेपछि नि मासु हाले साथीहरू। मासुलाई थोरै चलाएर फेरि मासुमा चाहिने सबै मसलाहरू मिक्स गरे। 5 मिनटको लागि छोपिदिए। फाइनल्ली साथीहरू त्यसपछि मासु पनि रेडी भयो। सो गाइज फाइनल्ली हाम्रो मासु भात तयार भइसकेको छ। अब हामी खान्छौँ, खाएर फेरि काममा जानु छ। साथीहरू आजको भिडियो कस्तो लाग्यो? भिडियो मन परे लाइक कमेन्ट गरिदिनु होला। अनि पेजमा नयाँ हुनुहुन्छ भने पेजलाई फलो गरेर साथ सपोर्ट गरिदिनु होला। अर्को भिडियोमा मिल्नेछौँ। बाई बाई।